नमस्ते धरान। र यो ठन्डा मौसममा जब हिउँ परेपछि घाम देखिन्छन्, पहाडमा जो घाम देखिएर जुन उज्यालो आउँछ नि, त्यसको नजारै मजा आउँछ। र तपाईहरु देख्न सक्नुहुन्छ, यो हेर्नु होला धरानको नजारा कस्तो राम्रो छ। यहाँ पहाडहरु देखिराखेको छ हैन, उज्यालो छ। आज चाहिँ घाम लागेर कति राम्रो भएको छ है। र धरानमा जति नै साथीहरू हुनुहुन्छ, जसले पनि मेरो युट्युब च्यानल हेरिराख्नु भएको छ, र सम्पूर्ण मेरो साथीहरू जति नै युट्युब च्यानल हेरिराख्नु भएको छ, सबैले मलाई सपोर्ट गर्नु होला। लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। र जसले भिडियो हेर्नुभएको छ, सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। म यस्तै भिडियोहरू लिएर आउने छु तपाईहरुको माझमा। र यो धरानको भ्यू हेर्नु होला। र धरानमा अझै हेर्ने खालको राम्रोहरू जग्गा छ, जस्तो कि मन्दिरहरू भयो हैन, धेरै चाहिँ हेर्ने खालको छ। म तपाईहरुलाई यो भिडियोमा देखाउने छु अर्को भिडियोमा। र सब्स्क्राइब गर्न नभुलिनु होला र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। जय नेपाल, जय धरान, सबैलाई बाई बाई।